हेलो एभ्रिवान, आज फेरि मैले हेयर बन स्टिकको भिडियो लिएर आएको छु। यो बनाउनको लागि चाहिँ मैले लिएको छु प्लास्टिकको चुरा, जस्तो युज गर्दा पनि हुन्छ चुरा, अनि हुक साइज 3 mm। त्यसपछि धागो चाहिँ मसिनो यो डबल गरेर लिएको छु है त। अनि हामीले स्टार्ट गर्नुपर्ने हुनेछ सुरुमा स्लिप नटबाट। अब त्यसपछि चुरामा कुर्च लगेर यसरी धागोलाई भित्र ल्याउने। मैले अघिल्लो भिडियोमा पनि हजुरहरूलाई सिकाइसकेको छु, फेरि पनि यसमा पनि देखाउने छु। त्यसपछि चेन 1 तानेर धागोलाई यसरी पछाडि लगेर अब चाहिँ सरर बनाउने है त सिंगल क्रोसेट। यसरी चुराको वरिपरि सिंगल क्रोसेट बनाउँदै जाने। ठ्याक्कै यो चुरा नदेखिने गरेर ढाकिने गरेर बनाउनु होला। मैले यो भिडियो बनाउने बेलामा यति उति भनेर कति सिंगल क्रोसेट बनायो भनेर चाहिँ मैले गनिनँ। मैले सरर बनाएको छु चुरा ढाकिने गरेर, अनि त्यही अनुसारको फुलको सेप बनाएको छु है त। हजुरहरूले पनि अब जति इच्छा लाग्छ त्यही अनुसार बनाउनु होला। अब यो सरर बनाइसकेपछि देखाउने छु है त। अब मैले यसरी बनाइसकेँ सरर। त्यसपछि अब सुरुमा स्लिप स्टिच गरिदिने। सुरुको स्टिचमा गएर स्लिप स्टिच गरेर चेन 1 तानेर अब यसलाई फिनिसिङ गरिदिने। अब यो कलरको धागोको काम सकियो। अब चाहिँ मैले अर्को धागो चेन्ज गर्नेछु। त्यसको लागि चाहिँ मैले पिङ्क कलरको धागो युज गरेको छु। अब सुरुमा स्लिप नट बनाउने। त्यसपछि जहाँबाट फिनिसिङ गरेपछि त्यहीबाट स्टार्ट गर्नेछु। मैले जहाँबाट लिँदा पनि हुन्छ है, मैले चाहिँ जहाँ फिनिसिङ गरेँ त्यहीबाट लिएको छु। अब यो सानो टुक्रा धागोलाई पनि सँगै लिएर बनाउने छु। सुरुमा स्टार्ट गर्ने बेला चेन 1 2 बाट स्टार्ट गर्ने। अनि त्यसपछि जहाँबाट स्टार्ट गऱ्यौँ हामीले त्यही स्टिचमा गएर एकचोटि डबल क्रोसेट बनाउने। त्यसपछि अर्को स्टिचमा गएर ट्रिपल क्रोसेट बनाउने। यसरी दुईचोटि बेरेर अर्को स्टिचमा गएर यसरी सुरुको दुईटालाई तान्ने, फेरि सुरुको दुईटालाई, अनि फेरि सुरुको लास्टको दुईटालाई यसरी तानिसकेपछि यसलाई ट्रिपल क्रोसेट भनिन्छ। अनि फेरि दुईचोटि बेरेर सेम स्टिचमा अघि जहाँ बनायौँ सेम स्टिचमा फेरि एकचोटि ट्रिपल क्रोसेट बनाउने यसरी। अनि त्यसपछि अर्को स्टिचमा गएर एकचोटि डबल क्रोसेट बनाउने। त्यसपछि चेन 1 2 तान्ने, अनि जहाँ डबल क्रोसेट बनाएको थियौँ सेम स्टिचमा गएर यसरी स्लिप स्टिच गरिदिने। यस्तो बन्छ सेप। अनि फेरि अर्को स्टिचमा गएर नि एकचोटि फेरि एकचोटि स्लिप स्टिच गरिदिने। यो हाम्रो एउटा पेटल फिनिश भयो। अब त्यसपछि चेन 1 2 गरेर फेरि अर्को स्टार्ट गर्ने। डबल क्रोसेट बनाउने, त्यो जहाँ चेन 2 बनाएको थियौँ त्यसैमा डबल क्रोसेट बनाउने यसरी। त्यसपछि अर्को स्टिचमा गएर दुईचोटि ट्रिपल क्रोसेट बनाउने। अर्को स्टिचमा एकचोटि भयो, फेरि त्यही स्टिचमा फेरि एकचोटि बनाउने ट्रिपल क्रोसेट यसरी। दुईचोटि ट्रिपल क्रोसेट भयो। अब अर्को स्टिचमा गएर अब चाहिँ नेक्स्ट स्टिचमा गएर एकचोटि डबल क्रोसेट बनाउने, फेरि 1 2 चेन तान्ने, अनि सेम त्यही स्टिचमा गएर जहाँ डबल क्रोसेट बनाएको थियौँ त्यही स्टिचमा गएर स्लिप स्टिच गरिदिने। यस्तो भयो अर्को पेटल। फेरि अर्को स्टिचमा गएर फेरि स्लिप स्टिच गरिदिने। यसरी हाम्रो फिनिस हुन्छ दुईटा। त्यसपछि 1 2 चेन तानेर फेरि स्टार्ट गर्ने अर्को स्टेप। सुरुको स्टिचमै गएर सेम स्टिचमा गएर सुरुमा एकचोटि डबल क्रोसेट बनाउने। त्यसपछि अर्को स्टिचमा गएर दुईचोटि ट्रिपल क्रोसेट बनाउने। यो एकचोटि भयो। फेरि सेम स्टिचमा बनाउने ट्रिपल क्रोसेट, अनि अर्को स्टिचमा गएर चाहिँ एकचोटि मात्रै डबल क्रोसेट बनाउने। चेन 1
2 तान्ने अनि त्यही स्टिचमा गएर स्लिप स्टिच गरिदिने। यो हाम्रो अर्को पनि बन्यो। त्यसपछि अर्को स्टिचमा गएर फेरि चेन स्लिप स्टिच गरिदिने। अब यसरी नै बन्दै जान्छ, यसरी नै बनाउने हो। अब चाहिँ सर र यही स्टेपमा रिपिट गर्दै बनाउनु होला है त। अब यसरी मैले सर र यो बनाइसकेको छु। यसमा चाहिँ टोटल 14 वटा छ। त्यसपछि लास्टमा रहेको स्टिचमा मैले स्लिप स्टिच गरिदिएँ अनि फेरि जहाँ सुरु गरेको थियौँ हामीले जुन स्टिचबाट त्यसमा नि एकचोटि फेरि स्लिप स्टिच गरिदिएँ मैले अनि चेन 1 गरेर अनि यसलाई फिनिसिङ गरिदिने है। अब चाहिँ मैले यसलाई यसरी फिनिसिङ गरिदिएँ। अब चाहिँ पछाडिबाट यस्तो छ, अगाडिबाट यस्तो छ। यो अब हाम्रो फिनिसिङ भयो है त। अब चाहिँ रोजको लागि चाहिँ मैले पिङ्क कलरकै धागो युज गरेको छु। त्यसको लागि सुरुमा स्लिप नट बनाउने। त्यसपछि हामीले तान्न पर्ने हुन्छ 39 चेन 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 सर र 39 चेन तानी चाहिँ देखाउने छु है त। अब मैले सर र 39 चेन तानिसकेको छु। अब चाहिँ ध्यान दिन पर्ने यो सुरुको चेनबाट 1 2 3 4 5 पाँचवटा चेन छोडेर यो 6 चेनमा गएर हामीले एकचोटि डबल क्रोसेट बनाउने। डबल क्रोसेट बनाउने अनि चेन 1 तान्ने अनि त्यसपछि एउटा छोडेर अर्को चेनमा गएर एउटा छोड्ने अनि अर्को चेनमा गएर फेरि एकचोटि डबल क्रोसेट बनाउने अनि चेन 1 2 3 तान्ने अहिले चाहिँ अनि जहाँबाट तानेको थियौँ त्यसैमा गएर सेम चेनमा गएर एकचोटि डबल क्रोसेट बनाउने अनि चेन 1 तान्ने। त्यसपछि यो देख्न सक्नुहुनेछ भी सेप भएको छ। यसरी यो दुईटा स्पेस भइहाल्यो। त्यसपछि थर्ड स्पेसमा भी सेप भएको छ। अब त्यसरी नै अब बन्दै जान्छ है। अब फेरि एउटा चेन छोड्ने अनि अर्को चेनमा एकचोटि डबल क्रोसेट बनाउने अनि चेन 1 2 3 तान्ने अनि सेम चेनमै फेरि एकचोटि डबल क्रोसेट बनाउने अनि चेन 1 तान्ने अनि त्यसपछि एउटा चेन छोडेर फेरि अर्को चेनमा गएर एकचोटि डबल क्रोसेट बनाउने चेन 1 2 3 तान्ने अनि सेम चेनमा गएर फेरि एकचोटि डबल क्रोसेट बनाउने अनि चेन 1 तान्ने अनि फेरि एउटा चेन छोडेर अर्को चेनमा एकचोटि डबल क्रोसेट बनाउने। यसरी नै बनाउँदै जाने हो है। अनि 1 2 3 चेन तानेर त्यही चेनमा एकचोटि डबल क्रोसेट बनाउने फेरि चेन 1 अनि यसरी नै सर र रिपिट गर्दै जाने हो। जहाँसम्म लाग्छ हजुरहरूले बुझ्नुभयो होला। यसरी नै रिपिट गर्दै जाने सर र रिपिट गरेर यो लास्टसम्म गरेर चाहिँ देखाउने छु है त। अब मैले यो लास्टसम्म बनाएर आइसकेको छु। त्यसको लागि अब यो बनाइसकेँ। त्यसपछि चेन 1 तानेर यता पछाडि फर्काउने है त। चेन 1 तानेर यता पछाडि फर्काउने। त्यसपछि यो भी सेपको सुरुको भी सेपमा देख्न सक्नुहुनेछ। त्यसमा गएर 7 चोटि डबल क्रोसेट बनाउने सुरुमा 1 2 3 4 5 6 अनि 7 चोटि त्यो भी सेपमा डबल क्रोसेट बनाउने। त्यसपछि त्यसको साइडमा अर्को स्पेस भएको हुन्छ। त्यो स्पेसमा चाहिँ हामीले बनाउने एउटा सिंगल क्रोसेट अनि फेरि अर्को भी सेपमा गएर 7 चोटि डबल क्रोसेट बनाउने 1 2 3 4
6 अनि 7 चोटि डबल क्रोसेट बनाउने। त्यसपछि 7 चोटि बनाइसकेपछि त्यसको नेक्स्ट स्पेसमा गएर खाली ठाउँमा गएर एकचोटि सिंगल क्रोसेट बनाउने अनि फेरि त्यो भी शेपको स्पेसमा गएर फेरि 7 चोटि डबल क्रोसेट बनाउने। सिम्पल छ, यसरी नै रिपिट गर्दै जाने हो है। यसरी नै प्याटर्न रिपिट गर्दै जाने हो। भी शेपमा 7 चोटि डबल क्रोसेट अनि अर्को स्पेसमा चाहिँ एकचोटि सिंगल क्रोसेट अनि फेरि भी शेपमा 7 चोटि डबल क्रोसेट अनि अर्को स्पेसमा एकचोटि सिंगल क्रोसेट, यसरी बनाउँदै जाने हो। यदि हजुरहरूलाई पात नराखिकन सिम्पल फ्लावर मात्रै राख्नु मन छ भने चाहिँ हजुरहरूले लास्टसम्म यही रिपिट गर्दै जानु होला प्याटर्न। तर यदि पात राख्ने हो भने चाहिँ यसरी लास्टबाट 7वटा छोड्न पर्ने हुनेछ है त पातको लागि। यो सुरुको भइहाल्यो 1, यहाँबाट गर्ने 1 2 3 4 5 6 7 7वटा छोड्ने पातको लागि यति 7वटा छोडेर अनि यहाँसम्म बनाउने। त यति चाहिँ छोड्नु होला पातको लागि अनि अरु चाहिँ यसरी 7वटा छोडेर अनि यहाँसम्म फुल बनाउँदै जाने। अब मैले यो जहाँसम्म स्पेस छोडेको छु त्यहाँसम्म मैले फुल बनाउँदै आएँ। अब त्यसपछि यो कलरको युज गरेको छु मैले डबल गरेर पातको लागि अनि यसरी सुरुमा यसरी धागो गाँस्दिने अनि यो पिङ्क कलरको धागो चाहिँ नकाट्नु होला, यसलाई सँगै बनाउनु पर्ने हुन्छ किनकि यो लास्टमा काम लाग्छ, त्यही भएर नकाटिकन सर र सँगै बनाउनु होला है त। पातको लागि चाहिँ सुरुमा यो भी शेपको स्पेसमा सुरुमा हाफ डबल क्रोसेट बनाउने, यसरी यसलाई हाफ डबल क्रोसेट भनिन्छ। त्यसपछि 2 चोटि डबल क्रोसेट बनाउने त्यही स्पेसमा है, त्यही भी शेपको खाली ठाउँमा एउटै ठाउँमा है 1 चोटि डबल क्रोसेट फेरि त्यसैमा 2 चोटि डबल क्रोसेट भयो अनि 2 चोटि ट्रिपल क्रोसेट 2 चोटि बेर्यो यसरी अनि अगाडि मैले जसरी सिकाएको थिएँ यसमा नि त्यसरी नै ट्रिपल क्रोसेट बनाउने। एकचोटि भयो फेरि 2 चोटि क्रोस घुमाएर फेरि एकचोटि ट्रिपल क्रोसेट बनाउने सेम स्पेसमा अनि त्यसपछि चेन 3 तान्ने 1 2 3 तान्ने अनि सुरुको यो टुप्पोमा लगाएर यसरी स्लिप स्टिच गर्दिने। त्यसपछि फेरि त्यही ठाउँमा 2 चोटि ट्रिपल क्रोसेट बनाउने। एकचोटि भयो 2 चोटि ट्रिपल क्रोसेट भयो अनि त्यसैमा त्यही ठाउँमा फेरि 2 चोटि डबल क्रोसेट बनाउने। यसरी यो एकचोटि भयो फेरि एकचोटि यसरी 2 चोटि डबल क्रोसेट बनाइसकेपछि लास्टमा त्यही ठाउँमा एकचोटि हाफ डबल क्रोसेट बनाउने। यसरी सर्लक्क सबै ग्राफ गरेपछि यसरी हाफ डबल क्रोसेट भयो। यो हाम्रो सुरुको पात भयो। अब चाहिँ अर्को खाली ठाउँमा चाहिँ त्यसको साइडको खाली ठाउँमा एकचोटि सिंगल क्रोसेट बनाइदिने अनि त्यसपछि अर्को भी शेप आयौँ, त्यसमा फेरि पातको शेप बनाउने। सुरुमा हाफ डबल क्रोसेट 2 चोटि डबल क्रोसेट एकचोटि 2 चोटि अनि फेरि 2 चोटि ट्रिपल क्रोसेट एकचोटि भयो अनि फेरि एकचोटि भयो अनि त्यसपछि चेन 1 2 3 चेन तान्ने। त्यसपछि सुरुको टुप्पोमा गएर यसरी क्रुस लगेर स्लिप स्टिच गर्दिने अनि त्यही स्पेसमा फेरि 2 चोटि ट्रिपल क्रोसेट एकचोटि भयो 2 चोटि अनि 2 चोटि फेरि डबल क्रोसेट त्यसैमा सेम स्पेसमा एकचोटि डबल क्रोसेट
फेरि 2 चोटि अनि लास्टमा हाफ डबल क्रोसेट गरिदिने। त्यसपछि यो भयो अनि अर्को स्पेसमा गएर एकचोटि सिङ्गल क्रोसेट गराइदिने यसरी। अब यसरी नै अर्को पात पनि बनाउनु होला। मैले चाहिँ यति मात्र देखाएँ। यसरी पातको सेप बन्छ। यसमा बनाइसकेपछि अनि यो लास्टमा रहन्छ एउटा स्पेस, त्यो चाहिँ पिङ्क कलरको बनाउनुपर्छ है त। अब यसरी पात बनाइसकेँ अनि मैले अघि भनिसकेको थिएँ यो लास्टमा पिङ्क कलरको युज गर्न पर्ने हुन्छ धागो। त्यही भएर अब चाहिँ ग्रिन कलरको धागो काट्दिने। यो लास्टमा युज हुन्छ पिङ्क कलरको धागो, त्यही भएर हामीले अघि नकाटिकन सरेर पिङ्क कलरको धागो पनि सँगै बुनेर लिएर आएको। त्यही भएर अब चाहिँ यो लास्टको स्पेसमा पिङ्क कलरको धागो युज गर्ने। यसमा चाहिँ 9 वटा डबल क्रोसेट बनाउने है त। यसरी 1 2 3 4 5 6 7 8 अनि 9 चोटि डबल क्रोसेट बनाइसकेपछि अब 1 2 3 चेन तान्ने अनि त्यही स्पेसमा गएर स्लिप स्टिच गरेर यो चाहिँ अब हाम्रो रोजको पुरा फिनिसिङ भयो त। अनि त्यसपछि यो चेन 1 गरेर यसलाई फिनिसिङ गर्ने। अनि यो धागो काट्ने बेलामा चाहिँ हल्का लामो काट्नु होला, किनकि हामीले यसमा सियो हालेर रोजलाई सिलाउन पर्ने हुन्छ। त्यही भएर हल्का लामो यसरी काटेछु। अब मैले यो काटिसकेपछि यसमा सियो हालिसकेँ। त्यसपछि अब चाहिँ रोजको सेप दिएर यसलाई सिलाउन पर्ने हुनेछ है त। यसरी मिलाएर सेप मिलाएर यसरी घुमाउने। अब यसलाई रोजको सेप दिने अनि यसरी यो 3टा पात चाहिँ यसरी बस्छ है त। यसरी बस्छ नि। अनि त्यसपछि यसलाई सिलाउन पर्ने हुनेछ। अब मैले यसलाई सिलाउँछु है त। अनि हामीले लास्टमा पिङ्क कलरको बनाएको थियौँ, त्यो पनि ठ्याक्कै यो फुलको यसरी लास्टमा बसेको छ। अब यसरी सरासर सियोले सिलाउँदै जाने। गाह्रो छैन, एकदमै सजिलो छ यो चाहिँ। यो सिलाउँदाखेरि अलि ध्यान दिएर सिलाउन पर्ने हुन्छ, नत्र सेप बिग्रिन सक्छ, राम्रो सेप आउँदैन रोजको। त्यही भएर सिलाउँदाखेरि एकदम सेप मिलाएर समाएर राम्ररी सिलाउन पर्ने हुनेछ है त। यसरी मैले चाहिँ यसरी सिलाएको छु। सबैको आफ्नो तरिका हुन्छ। मैले यसरी गाँस्छु रोज चाहिँ। हजुरहरूले कसरी गर्नुहुन्छ त्यो हजुरको इच्छा अनुसार गर्नु होला, तर एकदम सेप मिलाएर सिलाउन पर्ने हुनेछ सिलाउँदाखेरि, नत्र सेप राम्रो बन्दैन है त। अब यसरी नै मैले सिलाएर बलियो गरेर सिलाएर अब यसलाई फिनिसिङ गरिदिन्छु है त। अब यसलाई मैले फिनिसिङ गरेँ। यो रोज यस्तो सेप आएको छ, देख्न सक्नुहुनेछ। अब यो रोजको काम पनि सकियो। अब चाहिँ यो स्टिक चाहिँ अब मैले अघिल्लो भिडियोमा देखाइसकेको थिएँ हजुरहरूलाई कसरी बेर्ने भनेर। त्यो पनि फेरि पनि यहाँ पनि एकचोटि देखाउने छु। यसरी सर बेरेर यसरी सर बेरेर तलसम्म आउने। अनि त्यसपछि त्यसमा यसरी ग्लुगनले टाँसिदिन पर्ने हुनेछ। यो टाँसिसकेपछि हल्का रहेको यो धागोलाई पनि मैले यसरी काटिदिन्छु, रफ नदेखियोस् भनेर। अब यो डन्डी पनि काम सकियो। अब त्यसपछि यो पछाडि रोजमा यसरी ग्लुगनले बलियो गर्ने गरेर टाँसिन पर्ने हुनेछ। जुन साइडमा टाँस्दा पनि हुन्छ हजुरहरूले। फाइनल लुक्स यस्तो रहेको छ। मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।